हेलो गाइज, वेलकम टु थरुवा ब्लग। फेरि पनि स्वागत छ थरुवा ब्लगमा। आज चाहिँ पानी परेको थियो। के भयो, एकदम पानी परेर बवाल हालत छ हाम्रो घरको। अहिले पानी पर्दै थियो, के गरौँ, एकदम मस्तले सुते थिएँ म त। सबै पानी परेर गयो यार, लास्टै गाह्रो छ। यति पानी पर्यो, कस्तो छ हालत। टिना सिना उड्याइसकेछ हाम्रो त, अरूजनाको त थाहा छैन। तर यता पनि सायद टिना फाल्दैछ हावाले। यस्तै छ हाम्रो गाउँको नजारा। कहाँ बे लैका, कहाँ हेर्न भनिसक्नु जानलाई। अब हेरौँ जान्छु कि नै। जवाब भनेपछि जवाब सायद भोलि बुद्ध जयन्ती हो, त्यही भएर। नन्दवा बारी, नन्दवा अबे अहिले है ना, अहिले 12 बजे। ए गाइस, अब फुटबल हेर्न जाम कि नजाम, त्यस्तो पानी परेछ। हेर्न त राम्रै लाग्छ, नजानी सायद। हाम्रो गाउँ यस्तै छ गाइस, हेर्नुहोस्। अल युट्युब फ्यामिली, धेरै ठुलो ठुलो घर त छैन, हाम्रो घर पनि राम्रो छैन क्या। त्यता महरमुडा, उता जावा जान्छ, त्यही भोलि फुटबल हुँदैछ। ल यति नै गाइस, बाद में मिलते हैं, बाय बाय युट्युब फ्यामिली। अब भोलि फुटबल हेर्न जाने हो भने रिकर्ड गरेर बनाउँछु अलिकति। ल लाइन त छैन अहिले, पछि आउँछ होला सायद लाइन, अनि हाल्छु। ल बाई बाई।